So guys, now welcome to my new vlog. आजको भ्लगमा चाहिँ तपाईहरुलाई स्वागत छ। तपाईहरु सबैजना आरामै सन्चै हुनुहुन्छ होला हैन। तर मैले आज एक्सिडेन्ट परेको थिए आज भन्दा चाहिँ अस्ति 11 गते हैन। आजको भ्लग चाहिँ गाइज म एक्सिडेन्ट परेको वालाको चाहिँ भ्लग बनाउँदैछु गाइज हैन। के कस्तो हुन्छ हेर्दिनुस् होला हैन। म यस्तरी कस्तोहरु परेको भन्दा चाहिँ नि एक्सिडेन्ट गाइज हैन। अस्ति 11 गते चाहिँ म एक्सिडेन्ट परेको हो। अनि मलाई खासै चोट पनि लागेको त छैन भनेर चोट चाहिँ हैन टाउकोमा यहाँ लागेको छ। त्यस्तो हातखुट्टाहरु भाँचेको छैन के टाउकोमा चोट लागेको छ। अनि नाकको यो यस्तोमा ठ्याक्क बिच भागमा आँखा यसको बिच भागमा लागेको छ। तर टाका चाहिँ हानिरहेको छ है गाइज हेर्न सक्नुहुनेछ टाकाहरु हानिरहेको छ। अनि मसँग पछाडी चाहिँ बुवा हुनुहुन्थ्यो हैन। बुवा हुनुहुन्थ्यो अनि मेरै बुवा यहाँ घरको बुवा भनौँ हैन। उहाँलाई चाहिँ अलिकति खुट्टाहरु भाँचिरहेको छ अनि चोटहरु लागिरहेको छ कि बुवालाई चाहिँ अहिले हस्पिटलमै हुनुहुन्छ अहिलेसम्म हैन। अनि बुवा चाहिँ हस्पिटलमा हुनुहुन्छ अनि म चाहिँ घरमा छु। आज 24 गते 11 गते चाहिँ भएको थियो हैन एक्सिडेन्ट। आजसम्म बुवा हस्पिटलमै हुनुहुन्छ। म चाहिँ घर आइसकेको छु गाइज हैन। मलाई चाहिँ चोटहरु यही लागेको अनि अरु ठाउँमा त्यस्तो बित लागेन। खुट्टाहरुमा चाहिँ स्यातो त्यो लसारेको के लसारेको चोटहरु चाहिँ लागिरहेको थियो। अनि त्यो चाहिँ सन्चो भइसक्यो। अब यो पनि सन्चो भइसक्यो। अब म पर्सि चाहिँ बोखाएर जान सक्छु गाइज हैन। के कसो हुन्छ हेर। अनि यो टाका फुटालेर आउने हो गाइज बोखाएर गएर अनि म चाहिँ एक्सिडेन्ट डौरीमा भएको थियो कि म यहाँ बिहानै हो भएको चाहिँ हैन। कतिखेर भन्दाखेरि नि बिहानै हो भएको। बिहानै कति 5 बजेतिर हामी म चाहिँ डौमली गएको थिएँ। बुवा र म डौमली हैन काम थियो भनौँ हैन डौमली। अनि गएको थिएँ बाटो क्रस गर्ने बेलामा त्यो सभा सडकतिर जाने बाटो चाहिँ त्यहाँनिर चाहिँ मेरो एक्सिडेन्ट भयो गाइज हैन। बाटो क्रस गर्दै थिएँ म चाहिँ बाटो क्रस गर्न लाग्यो स्कुटीले चाहिँ आएर हान्यो हैन। अनि मलाई फेरि त्यस्तो केही पनि थाहा छैन के गाइज एक्सिडेन्ट त भइहाल्यो। त्यो गाडी आयो अनि एकैचोटि अस्ति सुरु भयो हैन। मैले थाहा भइसकेको मेरो दिमागमा भएको चाहिँ म भन्दैछु गाइज हैन। किनभने म पहिला एक्सिडेन्ट भएर अनि एक्सिडेन्ट भएपछि म चाहिँ बेहोस भइहालेँ हैन गाइज। त्यो एक्सिडेन्ट भएर भन्दाखेरि पनि एक्सिडेन्ट गाडी हान्ने बित्तिकै म बेहोस भइहालेँ। अनि बेहोस भएपछि चाहिँ मलाई त्यस्तो कुरा केही पनि थाहा भएन गाइज हैन। समाचारमा पनि हालेको थियो है न्युजमा हाल्दाखेरि पनि अवस्था दुर्गमै छ भन्ने सुनेको नि थिएँ। र मलाई बाँच्दैन नि भन्नुभएको थियो अरे हैन। मेरो घरपाहरू सबैजनाहरूले नि भन्नुभएको थियो अरे। तर मलाई चाहिँ छिटै निको भयो गाइज हैन। बुवालाई चाहिँ अलिकति खुट्टाहरु भाँचेकोले गर्दा अनि चोट लागेको शरीरतिर चोट लागेको हुनाले चाहिँ अहिलेसम्म हस्पिटलै हुनुहुन्छ बुवा चाहिँ। र मलाई चाहिँ सन्चो भयो। अनि त्यो एक्सिडेन्ट भएको कुरा चाहिँ हैन स्याको स्कुटी म डौमली छोड्न जाँदाखेरि स्कुटी आएको भन्ने चाहिँ थाहा छैन। सर स्कुटी आएको थियो अनि त्यहाँपछि स्कुटी आएपछि चाहिँ गयो त्यो ठ्याक्कै के भयो भने सर आएर हान्दियो। त्यहाँपछि चाहिँ मलाई केही कुराहरु पनि थाहा भएन हैन। म एकचोटि अब बेहोस भएछु है। अनि त्यहाँपछि यस्तो बेहोस भएपछि त हैन बाइक पनि बेहोस नै भयो। अनि बाइकको अगाडिको नि भाइजरहरु गयो अनि बाइकहरु नि हेरेन त्यस्तो लागेको छ अरे हैन। तर मैले अहिले चाहिँ देखेको छैन। मलाई भनेको है मैले यहाँ घरको मान्छेहरु गएर हेरेको हुँदाखेरिको कुरा चाहिँ सुनेको हो। म गएको पनि छैन बाइक हैन। अब सन्चो भएपछि सायद जान सक्छु। र अनि एकचोटि बेहोस भएछु अनि हस्पिटल गएछ कि अनि मलाई त होसमा आइदिएछ त गाइज हैन। होसमा आइदिएछ त अनि अब यो छैन नि भन्न सक्नु भएको थियो हैन। दुर्गमै थियो कि मेरो अवस्था चाहिँ गाइज गाह्रै थियो अरे। यस्तो विधि चोट नि ला हैन। सन्चो चाहिँ यही हो टाका अब फुकाल्न जाने टाका फुकालिन्छ अनि आइन्छ गाइज हैन। म चाहिँ यस्तो रगत भएर एकदम उस भएको नि थियो क्या। अनि हस्पिटल लिएर जानु भएछ डौमलीमा नि नभएर पोखरै गएर बसेको जेएमसी हस्पिटलमा चाहिँ हो गाइज। पर्सि चाहिँ जाँदैछु म पनि उहाँलाई यो टाकाहरु फुकाल्न हैन। अनि डौमली एक्सिडेन्ट त्यस्तै भएछ नमजाले बिहानै हो हैन गाइज। गएर गएको थिएँ दसैँ आएको बेलामा दसैँ पनि राम्रो भएन गाइज। अनि रमाइलो चाहिँ अब रमाइलो त केही भएन गाइज। दसैँमा चाहिँ टिका अब मिलाउनु बेलुका अब हलाएको टिका लाउनु पऱ्यो भनेर त साइडतिर चाहिँ टिका लागेको। टिका त साइडमा लगाएर लाउन नि मिल्ने थिएन कि एकदम दुईतिरतिर उ गर्ने। अनि त्यसरी टिका लगाएर दसैँ पनि नमाने भने नि मान्नै पाएन। राम्रो नि भएन। मान्न चाहिँ माने हैन राम्रो चाहिँ भएन गाइज। त्यही हो। अनि अब
तिहारमा के कस्तो हुन्छ हेरौँ। तिहारमा नि गडा लाग्यो भने त तिहार नि मानिन्न होला। अब यो सन्चो भयो भने राम्रोसँग भयो भने त्यो यस्तो हुन्छ नि त। अब चोटलाई यस्तो लानु फेरि एकदिन लाग्यो भने चाहिँ केही गर्न पनि पाउँदैन। तर भएन हामी चाहिँ उस पनि तिहार पनि मानिन्छ। अनि भ्लग नि बनाउन पाएन गाइज होइन। मैले बनाउन 10 दिन बनाउनु पर्ने मैले होइन। एक्सिडेन्ट भएर पनि घर आएर पनि तर एकदम गाह्रो भएर चाहिँ बनाउन सकेन गाइज होइन। यस्तो टाढा हामी यता पछाडि पनि खिचारिदिएको हो कि त्यसरी गर्दाखेरि दुखिरहेको हुन्छ। अनि त्यही हो गाइज। अब भ्लग चाहिँ बनाउन चाहिँ पाएन बिचमा आएर। अब चाहिँ आज चाहिँ बनाउन लागिरहेको छु। अब हाम्रो युट्युब फ्यामिलीलाई पनि सुनाउनु पऱ्यो नि त म एक्सिडेन्ट भएको भनेर थाहा हुन त पऱ्यो नि गाइज होइन। त्यसैले भ्लग बनाएको। अनि डमली चाहिँ त्यसरी भएर मलाई त्यस्तो भयो गाइज होइन। मलाई हान्ने स्कुटीले हो। म स्लो चाहिँ बाटो यस्तरी क्रस गर्नु लाग्यो। बाटो यस्तरी आउने भयो नि त। त्यसरी अनि आउने र जाने भयो। म चाहिँ जाने ऊ चाहिँ आउने भएको। बाटो क्रस गर्दाखेरि चाहिँ के भयो भने म चाहिँ स्लो गरेँ होइन। अनि त्यहाँपछि उसले पनि स्लो गरेको थियो होला। तर उसको नि गल्ती त थिएन। जब गल्ती त हामीसकेपछि गल्ती त हुनै पऱ्यो। तर त्यो ठिक छ। अब लाग्यो अब मान्छे पनि राम्रो भयो। बुवालाई चाहिँ त्यही अलिकति खुट्टाहरू भाँचेर अनि अलिकति चोटहरू देखिएको छ। त्यो भन्ने कुरो अब त्यो सम्झिनु पनि अब बुढो मान्छेलाई अलिक त्यस्तो भएको छ एकदम गाह्रो भएको छ। तर मेरो हात खुट्टा चाहिँ त्यस्तो केही भएन है। चोट पनि बेसरी भन्दा पनि त्यो भाँचिने तरिकाले एकदम असाध्यै तरिकाले भएको चाहिँ छैन गाइस। मेरो चाहिँ काटे चाहिँ हेलमेट भएर होला सायद। अब हेलमेट नभएको भएर मेरो टाउको खत्रै जोखिमै हुन्थ्यो होला हेलमेट भएर चाहिँ म बाजे। अनि हेलमेट नि फुट्ने गरेरै हो भएको चाहिँ होइन। तर खत्रैबाट जोगिएको हो जोगिन चाहिँ गाइस होइन। राम्रै तरिकाले जोगिएको चाहिँ होइन खत्रै भएको हो। अनि जे होस् भगवान्ले त्यस्तो गरेर भनिदिनुभयो। तर सन्चो नि अलिकति हाउसहरू पनि नलाग्ने बनाइदिनु भयो। बुवालाई चाहिँ अलिकति भाँच्यो चाहिँ गाइस होइन। अनि कुरा के भन्ने चाहिँ बुढो हड्डी के एकदम अब स्ट्रङ भइसकेको छ नि त। मान्छे बुढो पनि स्ट्रङ भयो। त्यो शरीरलाई चाहिँ जोड्न गाह्रो हुन्छ। त्यसरी अब जोडिन कि हामीले त अब हामी त अलिक कतिले छौँ भनौँ न 16-17 वर्षको मान्छे अलिक कतिले हुन्छ। बुवाले चाहिँ अलिक गाह्रो छ। त्यसैले अब जोडिन्छ गाइस। त्यो पनि के कस्तो हुन्छ अब हेरौँ पछिको कुरा चाहिँ। अब अहिले चाहिँ अब भइरहेको छ। म चाहिँ घर आएको छु होइन। म पनि पोखरा त जान्छु। एक्सिडेन्ट यस्तरी भयो होइन। बाइक ठ्याक्क के भएको भनेर चाहिँ बाइक चाहिँ ग्यारेजमा थियो बिग्रेको थियो होइन। बाइक बिग्रेर अनि सर्भिसिङ गर्न लिएको थियो होइन। अनि सर्भिसिङ गरेर झिकेर ल्याएपछि अनि टक्क ल्याएको चाहिँ आज भोलि बिहान चाहिँ टक्क जान पऱ्यो कि त्यस्तरी एक्सिडेन्ट भयो गाइस। मलाई खुसी त लागेको छैन। एकदम मजा भइरहेको छ। बाइक भर्खरै झिक्ने बित्तिकै म चाहिँ त्यस्तरी घटनामा परेँ होइन। एक्सिडेन्ट भइहाल्यो गाइस। अब ठिकै छ। झन् बाइक साइक झिकेर भ्लग स्लग बनाउँला भनेर नि मैले बाइकहरू नि झिकिरहेको थिएँ। अब बिस्तारै भ्लगहरू अगाडि बढाउँला भनेर सोचिरहेको थिएँ। अब त्यो सपना पनि सपना नै भयो गाइस। सरी त्यो हुन सकेन। अब त्यस्तो एक्सिडेन्ट नभइदियो भए त अहिले भ्लगहरू नि कति आइसक्थ्यो। त्यही एक्सिडेन्ट भएर चाहिँ भ्लग बनाउन नि पाएन गाइस। अब त्यो सन्चो भएपछि अब बिस्तारै बिस्तारै गर्दै गरौँ न गाइस होइन। त्यही हो। अब एक्सिडेन्ट चाहिँ मजाले भयो लाइफमा गरेँ गाडी होइन। बाइक त राम्रो चलाउँथेँ है। कति चलाउँथेँ। अनि लास्ट टाइम त्यस्तो भयो। अनि म चाहिँ अब बिहोस भएको कुनै नसक्ने भयो। त्यस्तो पनि भएको थियो गाइस होइन। खानै नभएको एकैचोटि गाडी यस्तो स्वाट आयो भन्ने चाहिँ देखेको छु है। एकैचोटि स्कुटी आएर अभि भनेको थाहा अभि भन्नेसम्म चाहिँ थाहा गाइस होइन। अनि त्यहाँपछि चाहिँ थाहा छैन क्या। एकैचोटि बिहोस भएछु। त्यो अभि भन्दा नि भरेर आएको चाहिँ आँखा देखेँ कि मलाई थाहा कि मैले एकदम क्याच गरेर आएछु त्यो कुरालाई चाहिँ होइन। अनि अर्को कुरा चाहिँ के भने त्यो मलाई गाडीले हान्ने बेलामा स्कुटीले हान्ने बेलामा आया भन्न नि नपाएको हो कि गाइस होइन। म एक्सिडेन्ट हुँदा चाहिँ आया भन्न नि नपाएर त्यस्तो भयो। अब त्यो सायद भनेन त्यो कुरा त थाहा भएन होइन। तर मैले मेरो दिमागमा चाहिँ क्याच गरेर राख्न पाएन कि आया नि भन्न नपाइकन म बिहोस भएछु गाइस होइन। त्यस्तो भयो हुनाले पनि अब एकैचोटि बिहोस भइदिएर म है। त्यस्तो बाइक एक्सिडेन्ट नै भयो। अब चाहिँ त्यस्तो नभओस् होइन। ए भगवान् अब चाहिँ त्यस्तो नगरिदिनुहोस्। अब जे हुनु गरा काट्यो भनौँ अहिले नै होइन। दसैँ आएको बेला रमाइलो गर्न नि पाएन। अब टिका लाउँदै हिँड्न नि पाएन। घरमा लाग्यो टिका त्यहाँभन्दा बाहिर कतै लगाएन। टिका चाहिँ घरतिर लगायो।
अरू ठाउँतिर चाहिँ टिका लाउन नि पाएन गाइज। त्यही हो अब ब्लग चाहिँ बिस्तारै बिस्तारै ल्याउने छु। आज अब ब्लग मैले धेरै पछि ल्याएको छु होइन। अहिले म घर आएर कति बसी चाहिँ ब्लग ल्याएको छु, त्यो कुरामा चाहिँ माया नदिनु तपाईँहरूले। ब्लग धेरै पछि आएको छ, म एक्सिडेन्ट भएर बनाउन नि सकिनँ। किनभने एकदम टाउकोहरू दुख्थ्यो कि गोप्रो बनाउन नि मिल्दैन कि। सबभन्दा कुरो चाहिँ यो टाँगाहरू बानेको भएर यस्तो नुक्न नि मिल्दैन, सिधा यस्तरी चाहिँ बनाउन मिल्छ गाइज। त्यही हुनाले अब ब्लग चाहिँ बनाएन, आइएम सरी। अब चाहिँ ल्याउने छु। मैले बाइक ल्याएर पनि ब्लगहरू अब बनाउनु पर्ला भन्ने मेरो सोच भावना थियो होइन, तर बनाउन चाहिँ अब पाएन। अब सायद सन्चो भएपछि फेरि के हुन्छ त्यो चाहिँ थाहा भएन। अब गरौँला, बिस्तारै गरौँला बरु। तर सोचे जस्तो चाहिँ नहुँदो रहेछ है कति कुराहरू गाइज है। त्यही हो सोचेको चाहिँ मैले अब टक्क बाइक ल्याएको छु कि अब ब्लगहरू बनाउनु पर्छ बाइकमै भनेर, मोटो ब्लगहरू बनाउनु पर्छ भन्ने सोचिरहेको थियो। अब त्यस्तो चाहिँ हुन पाएन गाइज। त्यही हो अब बिस्तारै सन्चो भएपछि चाहिँ के हुन्छ हेरौँ। बाइक साइक फेरि व्यवस्थापन भयो भने म ब्लगहरू त बनाउने छु, हेर्न सक्नुहुन्छ तपाईँहरूले नि। अब ब्लगहरू के कस्तो छ साथ सपोर्ट चाहिँ दिन चाहिँ नबिर्सिनु तपाईँहरूले नि। त्यही हो गाइज होइन। टक्क बनाउँदैछु। मेरो सब्सक्राइबर चाहिँ अहिले बढिरहेको छ भनौँ न, कति 365 जति भइसक्यो होला। अब हुँदैछ भनौँ, बढ्दैछ। भर्खरै अस्ति नै त नि बल्ल गरेको, त्यही पनि सब्सक्राइबर नि हुँदैछ, सब्सक्राइब गर्दैछ। अब तपाईँहरूले नि साथ सपोर्ट दियो भने ब्लग चाहिँ अब बिस्तारै बिस्तारै बनाउँदै गर्छु। अनि त्यहाँ चाहिँ अब सन्चो भएपछि अलिकति हिँड्न सक्ने भएपछि चाहिँ ब्लगहरू टन्नै आउँछ होइन गाइज। त्यही हो, पिर चाहिँ नगर्नु। अब बनाउनु त हो, अलि अप्ठ्यारो भएर चाहिँ मैले नबनाएको, बनाउन चाहिँ बनाउँछु। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सु होइन। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर भिडियोहरू हेरिरहने गर्नुहोस् होइन। अनि पुरानो हुनुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट नि गरिदिनुहोस् होइन। कमेन्ट नगरे पनि लाइकहरू गरिदिनुहोस्। आफूलाई भन्न मन लागेको कुराहरू चाहिँ कमेन्ट गरेर भन्न पायो गाइज होइन। जति पनि त्यो चाहिँ म रेडी छु होइन। तपाईँहरूले पनि गरिदिनुहोस्, त्यो कुराहरू चाहिँ बढाइदिनुहोस् होइन। अघि बढ्दै जानुहोस्। ब्लगहरू पनि के कस्तो आउँछ राम्रो नराम्रो हेरिदिनुहोस् होला। त्यही हो गाइज। बाई बाई। आजको ब्लग चाहिँ यतिमै सकेको छ। अब फेरि नयाँ नयाँ ब्लगहरू ल्याउने छु। धेरै ब्लग बनाउन चाहिँ पाएन, अब बिस्तारै बिस्तारै सङ्घर्ष गरेर बनाउँदैछु गाइज होइन। धेरै ब्लग बनाउनु पाएन, सरी। अब त्यही हो, ब्लगहरू चाहिँ बनाउँला। धेरै ब्लग बनाउनु नपाएर चाहिँ गाह्रो भइरहेको छ। अब सङ्घर्ष गरेर अब बिस्तारै बिस्तारै बनाउँछु। बाई बाई।